प्रभु यीशु मसीहको नाउँमा सबैले जय मसीह। र धेरै दिनको बादमा आज ब्लग बनाउँदैछु, किनभने म धेरै समयसम्म ब्लग बनाउन सकिनँ। मेरो मोबाइल फोन त्यही प्रब्लम भएको कारणले गर्दाखेरि। र आज चाहिँ यसरी हाम्रो सेवा छ माउन्ट गिबन गेजिङमा एक दिने युवा सेवा भएको कारणले अब हामी जानेवाला छौँ। र तपाईहरुले यसरी मेरो रुम छ यहाँनिर, मेरो बाइबल, अहिले म चिया पिउँदैछु, हेर्नुस् चिया पिउँदैछु। अनि यसरी यो मेरो रुम हो। अनि यहाँनिर मेरो गिटार छ, बाइबल छ, अनि यो मेरो बुक्सहरू छ जो म पढ्छु। तपाईले देख्नुहुँदैछ किताबहरू छ, यहाँ सबै स्तुतिहरू छन्, आत्मिक किताबहरू। र अब उपरान्त अगाडिको यात्रा हजुरहरूलाई हामी देखाउने छौँ। सो गाइस, अब चाहिँ म घरदेखि निस्कन लागेको हो। ब्यागहरू छ, अनि यो मुनि घर मेरो हो, खोर्सानी रोपेको छौँ। अब चाहिँ हामी सेवा जाँदैछु है, सेवा जाँदैछौँ। माथि आइपुग्यो, भाउजू आउँदै हुनुहुन्छ पछाडि। यो भिडियो बनाएको एकदम डरलाग्दो भिड छ है यहाँ चाहिँ, यस्तो डरलाग्दो भिड छ। भर्खर रोड बनिँदैछ यो हाम्रो गाउँको। यहाँ भाउजू आउनुहुँदैछ। अब हामी सेवा जाँदैछौँ गेजिङ। अब हामी सेवा आइपुगेका छौँ माउन्ट गिबन गेजिङ। अब हामी चियाहरू खाएर, खाजा खाएर हामी फेरि पनि सेवा बस्नेवाला छौँ। सबैजना चिया खाजा खानुहुँदैछ। सेवा सुरु भइसकेको छ। र यहाँ दिदीबहिनीहरू, दाजुभाइहरू र अरू सबैजनाले चिया पानी लिनुहुँदैछ। यो हाम्रो माउन्ट ताबरको परिवारहरू हुन्, अनि हाम्रो विश्वासी दिदीबहिनीहरू चिया खाजाहरू वितरण गर्नुहुँदैछ। ल अब हेर्नुहोस् त, हाम्रो प्रभुका जनलोकहरू कति धेरै आउनु भएको छ। सेवा सुरु भइसकेको छ, भजन स्तुति हुँदैछ। र यी सबैजनाहरू सारा सिक्किमका हाम्रा प्रभुका लोकहरू आउनुभएछ। लगभग 47 मण्डलीबाट आउनुभएको छ। 750 देखि लगभग बेसी हामी छौँ यहाँनिर। हाम्रो प्रभुका लोकहरू सबैजना अति नै आशिषित समयहरू व्यतीत गर्नुहुँदैछ। अनुग्रहको आत्मालाई अपमान गरेको छ। यो चाहिँ एउटा भयानक कुरा हो। आज हामीले सुनिरहेका छौँ, धेरै बात र धेरै वचनहरू हामीले सुन्दै आएका छौँ। अनि परमेश्वरको वचनले भन्छ पवित्र आत्माको अर्को कुरा हो, तर परमेश्वरलाई त्याग्नु अनि विश्वासलाई त्याग्नु यो भयानक कुरा हो। जब विश्वासलाई त्याग्छ उनीहरू दण्डका लागि तयारी हुन्छन्। जब विश्वासलाई टुक्राइदिन्छ उनीहरू शैतानको हातमा सुम्पिनुपर्छ। अब हुन्छ, अब हामी अन्तिम प्रार्थना गर्छौँ। र अब चाहिँ सेवा सक्यो, सेवा पश्चात अब खानाको टाइम भएको छ। र सबैजना खानाको लागि लाइनमा बस्नु भएको छ। दिदीबहिनीहरूको यहाँ लाइन लागेको छ भने दाजुभाइहरूको अर्कोपट्टि छ। सबैजना खानाको लागि बस्नु भएको छ।
र यहाँ दिदीबहिनीहरू खाना बाट्ने बस्नु भएको छ। यसरी हेर्नुहोस्। अनि यता भित्र चाहिँ खाना खानेहरू बसिसक्नु भएको छ। यहाँ हाम्रो दिदीहरू भाउजूहरू हुनुहुन्छ, हाम्रो टावरको मण्डलीको परिवारहरू। अनि भित्र पनि अरू हुनुहुन्छ, यहाँ चियापानी बाँड्ने दिदीबहिनीहरू। र यो चाहिँ अब हामी खानाको लागि लाइनमा बसेको छौँ। सबैजना एक लाइन भएर भित्र खाना खान जाँदैछौँ है। र सबैजना बाहिर हुनुहुन्छ, कति अब फर्किने बेला भई कतिजना यसरी गफ गर्दै बसिरहनु भएको छ। जयमसी माला। र अब चाहिँ हामी सेवा सकेर फर्किँदैछौँ। यो माथिको सेवा घर हो। अनि अब हामी सेवा घरको तर्फ फर्किँदैछौँ। सबैजना गाडीमा बस्नु हुँदैछ। कति यहाँ गाडी पर्खेर बसिरहनु भएको छ। सेवामा अति नै आशिषित भयो यहाँ गाउँको दाजुभाइ हो। र यसरी नै सबैजना मेरो च्यानलमा बनिरहनु भन्दछु। अनि यसरी यहाँ हाम्रो दिदीबहिनी, हाम्रो गाउँका दिदीबहिनीहरू पर्खिरहनु भएको छ गाडी। सबैजना चाहिँ रोडको निर्माण गाडीको वेट गरेर बसिरहनु भएको छ। अब हाम्रो गाडी आइपुगेको छ। अब हामी गाडीमा बस्दैछौँ फर्कनको निम्ति। यहाँ सबै हाम्रो गाउँको हाम्रो दिदीबहिनीहरू हुनुहुन्छ, दाजुहरू। हामी गाडीमा बसेर हामी फर्कन लागेका छौँ। जयमसी सबैलाई। अब हामी हिँड्न लागेका छौँ र अब अर्को पालि भेटौँला। जयमसी।